होममेड मोमो मात्रै खानु साथीहरू भनेर आज चाहिँ मैले बनाउन लागेको छु होममेड चाउमिन। मैले चाहिँ यो चाउमिनलाई उमालेर राखिसकेको छु यतिको बनाएर। अनि यहाँ चाहिँ बफको मासु छ है, यो चाहिँ अचार बनाउन ल्याएको थिएँ। अनि यो बोसो हाल्नु हुँदैन नि त अचारमा, अनि त्यही भएर मैले यो राखेको थिएँ कि चाउमिनमा खाम्ला भनेर। अनि आज चाहिँ मैले बनाउँदैछु बफ चाउमिन। यहाँ चाहिँ मैले लिएको छु गेडागुडी, अनि यहाँको चाहिँ लिएको छु बन्दा, अनि प्याज, अनि यहाँ चाहिँ क्याप्सिकम चाहिँ 2 थरी छ है साथीहरू, एउटा रेडमा एउटा ग्रिनमा छ, अनि यसमा छ क्यारोट। त्यसपछि मैले यहाँ भाँडो बसाइसकेको छु। यहाँ चाहिँ छ केचप, अनि यहाँ चाहिँ सोया सस छ। म यतिले चाहिँ आज मैले होममेड चाउमिन बनाउन दिन्छु। हेर्न सक्नुहुन्छ साथीहरू, चाउमिन रेडी भयो है। हामी चाहिँ घरमा 4-5 जना भन्दा छैनौँ। मैले यहाँ चाउमिन रेडी गरिसकेको छु, अब हामी खान्छौँ। बुढो चाउमिन यो चाहिँ मैले बनाइदिएको है घरमै। हेर्न सक्नुहुन्छ साथीहरू, यस्तो चाउमिन लभर त होइन तर मिठो लाग्यो। मिठो लाग्यो मलाई चाहिँ यति खालको यति